हेलो एभ्रिवान, तपाईँ सबैको मेरो भिडियोमा फेरि पनि स्वागत छ। त आज बिहानै उठेर फटाफट आलुहरू मैले काट्दै थिएँ किनकि नानीको मेरो समर भेकेसन स्टार्ट भइसकेको छ। अन्त आज हामीले प्लान गरेको थियो मेरो हस्बेन्डकोमा जाने। मेरो हस्बेन्डको चाहिँ ट्रान्सफरेबल जब हो, अहिले ट्रान्सफर आसाममा छ। 2 महिना भइसकेको थियो म गएको थिएन आसाम, तर ऊ चाहिँ आइरहनु भएको थियो, तर म चाहिँ गएको थिएन। त अब नानीको भेकेसन पनि स्टार्ट भइसकेको थियो, त हामीले प्लान गरेको थियौँ जाने। ट्रेन पनि बुक गरिसकेको थिएँ, टिकटहरू। त फटाफट बिहानको चाहिँ झमेलाहरू हुन्छ त्यो सबै मैले अहिले निप्टाइरहेको थिएँ। त हाम्रो प्लान थियो बिहानको इन्टरसिटीमा जाने, अन्त त्यहाँदेखिको चाहिँ जुन चाहिँ हाम्रो कनेक्टेड ट्रेन छ, डाइरेक्ट ट्रेन, त्यसमा चढ्ने भनेर। तर ट्रेन चाहिँ यस्तो डरलाग्दो लेट थियो के नभन्नु। त मैले अब घरकै कामहरू गर्दै थिएँ, अन्त यो सबै मेरो प्याकिङ, अन्त के त्यस्तो लुगाहरू त केही पनि लादिनँ, सबै उहाँ पनि छ हाम्रो। त्यही खानापिना, घिउहरू, बाटोमा लाने खानापिनाहरू। अन्त अहिले चाहिँ मेरो एन्जललाई बिहान हेर्नु निक्लेको थिएँ, अन्त उसलाई पनि बाई गरिदिएँ। अन्त फेरि ट्रेन चेक गरेको त झन् 5 घन्टा लेट भएछ। अब के गर्नु नि, बिहानको नि सबै गरिसकेको थिएँ, पूजाहरू, घरको साफसफाइ सबै भइसकेको थियो। त हामीले प्लान गऱ्यो कि अब हामी खाना खाएर निस्किने। अन्त 10 बजीतिर मैले सबै खानाहरू फेरिदेखिको स्टार्ट गरेँ पकाउनुको लागि। यही पापडहरू, आलु भाजा, भात, यही त मेरो नानीले खान्छ। किन बाटोमा उसले केही पनि खाँदैन, त्यो बाटोमा पाउने चिजहरू सबै स्पाइसी हुन्छ, अन्त उसले त्यस्तो खानाहरू खाँदैन पनि। त आज चाहिँ हामी घरकै खाना खाएर ट्रेन पक्रिनु निस्किने हो।